हेलो एभ्रिवान, नमस्ते। लासो फ्याफुला र फेरि पनि स्वागत छ हजुरलाई मुनकामला भ्लगमा। न्यू डे न्यू भ्लग। सो हजुरहरूले थम्बनेलले थाहा पाइसक्नु होला हामी कहाँ जाँदैछौँ र के गर्दैछौँ। हामी चाहिँ सबैजना साथीहरू मिलेर लङ टुर ट्राभल गरेर हामी साथी सुभिक्षाको बिहे अटेन्ड गर्न लागेको छौँ र एकदमै रमाइलो भइरहेको छ। हामी यस्तो ग्रुपमा यस्तो रमाइलोसँग धेरै निकै पछि जाँदैछौँ साथीहरूसँग, त्यही भएर एकदमै रमाइलो फिल भइरहेको छ। सो त्यही भएर हामी चाहिँ बागलुङको गाडी चढेर अनि अहिले चाहिँ हामी लन्च ब्रेकमा आएको छौँ र हामी चाहिँ नुडल्स अर्डर गरेर नुडल्स खाँदै गफ गर्दैछौँ। यहाँ शर्मिलाले चाहिँ एकदमै हँसाइरहेको थियो र हामी चाहिँ हाँस्दै गफ गर्दै रमाइलोसँग नुडल्स खाँदैछौँ। सो गाइस, अहिले चाहिँ हामी यहाँ कुस्मा बस स्टपमा ओर्लिएर अनि अब चाहिँ हामी सुजाताको घरतर्फ लाग्यौँ र एकदमै रमाइलोसँग हाँस्दै रमाउँदै हामी चाहिँ सबैजना ओर्लिसकेको थियौँ होइन। हामीलाई ट्राभल गरेको यस्तो रमाइलो भइरहेको थियो, फर्स्ट टाइम यस्तो साथीहरूसँग ग्रुपमा। अनि हेर्नु न, यहाँ झोलाहरू पनि टङ्गङ टङ्गङ गरेर हामी चाहिँ भिडियोहरू बनाउँदैछौँ रमाइलो इन्जोय गर्दै। सो फाइनली अहिले चाहिँ हामी आइसकेको छौँ घरमा। सो गाइस, हामी चाहिँ नाइट बसबाट ट्राभल गरेर आइसकेको छौँ होइन। अनि बिहान भइसकेको थियो, त्यही भएर हामी चाहिँ घर आउने बित्तिकै पहिला फ्रेस हुनलाई ब्रस गरेर फ्रेस हुँदैछौँ र साथीहरू यहाँ सबजना चुलबुली छौँ हामी चाहिँ। अनि साथीहरू हुँदा यस्तै हुन्छ सबैजनाको। अनि त्यही हो गाइस, रमाइलो गर्दैछौँ। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी मोनिका तामाङ र फेरि पनि स्वागत छ हजुरलाई मुनकामला भ्लगमा, न्यू डे न्यू भ्लग। सो अहिले चाहिँ हामी आइसकेको छौँ कुस्मा र यहाँ साथीहरू ब्रस गर्दैछौँ। मैले ब्रस गरेर सकिसक्यो। सो अहिले चाहिँ हामी के अरे उसको नाम सुजाताको घरमा छौँ गाइस। अनि कस्तो रमाइलो भइरहेको छ। बर्बादिङ भनौँ। यो चाहिँ के अरे ऊ होइन, कागती। कस्तो मजाले कागती फल्दो रहेछ यहाँ त। केराको बोट पनि यत्रो ठुलो छ गाइस। ओ यो के हो अनि? यो है मलाई त थाहा छैन। चढ्ने फुल हो नि है। फुल्दैन के, पातै यस्तै हो। फुल्छ र फुल्दैन है, पातो हो। अम्बाको बोट पनि रहेछ। हेर, यहाँ मकै पनि फल्दै रहेछ गाइस। कहाँ छ पुतली खै? ए ओ कस्तो ब्रस गरेर सक्यो फाइनली। शर्मिला चाहिँ लास्टमा छ त्यहाँ, ऊ ब्रस गर्दै। हामी भर्खर आइपुगेर ब्रस गऱ्यौँ गाइस। यता छ लथालिङ्ग झोलाहरू, हेर्न सक्नुहुन्छ। मेरो झोला मात्र होइन, सबैको झोला भरिबाट आउँछ गाइस। शर्मिलाको मेकअप किट, मेकअप ब्याग। अनबक्सिङ गरेकोमा आम्बो के हो यो? क्लिप हो? ए काइयो चाहिँ मलाई चाहिरहेको थियो। कस्तो दामी रहेछ काइयो चाहिँ, फोल्डिङवाला। वाह वाह, के लिएर आइछ? केही छैन कि त्यस्तो त। मेकअप मात्र यत्रो, मान्छे त नराम्दैछु म। सबै छान्दै। चियर्स गाइस, हामी चाहिँ अब तातो पानी खान लागेको छौँ। यहाँ हाम्रो आन्टीले ल्याइदिसेको। पूजा गर्नलाई ए पूजा गर्ने चाहिँ आन्टी। ए आन्टी यहाँ सरसफाइ गर्दै पूजा गर्दैछ नि त। त्यस्तो उमेर बुढा होइन नि मनको है। तपाईँ कान्छे होइन, त्यही पनि उमेर बुढा आयो जस्तो केही नदेखिनु कि। कति वर्ष दिनु? पानी खाँदैछौँ गाइस हामी चाहिँ। अब यहाँ तातो पानीबाट सुरुवात हुँदैछ बिहानीको। तातो पानीबाट आन्टी 63 इयर्स भइसक्नु हो? कस्तो देखिनु हुँदैन है, देखिनु नै हुँदैन क्या। अनि यहाँको हावा पानी एक दिन त नभन्दा नि होइन। सो गाइस, हामी चाहिँ तातो पानी खाएर अब चाहिँ हामी चिसो खाने चिसो हावा खाएर हिँडेको सबैजना। कस्तो राम्रो छ क्या ठाउँ है। ए साँच्ची मम्मीलाई पुग्यो भनेर फोनै गर्नु बिर्सेछु म।
यता नि यस्तो घुम्न भर्खर आएको अनि सो गाइज हामी चाहिँ एक्सप्लोर गर्दैछौँ यहाँ कुसुवामा अनि हाम्रो गाइड हुनुहुन्छ लास्टमा हामी चाहिँ अगाडि सुजाता लास्टमा हुनुहुन्छ गाइड चाहिँ अनि हामी चाहिँ अगाडि हुँदैछौँ यहाँ पछाडि चस्मा लगाइसकेको सुजाता भन्ने साथी उहाँले नै हो हामीलाई गाइड गरिदिनुहुन्छ अनि हामी चाहिँ एक्सप्लोर गर्ने हिँडिरहेछौँ यस्तो राम्रो ठाउँ छ इन्भाइरोमेन्ट पनि यस्तो दामी छ आँपको रुख होइन त्यो लिची हो यो के हो थाहा छैन कता यता हो लेफ्ट छैन त्यति गफ हानेको छ यहाँनिर चाहिँ 5 नम्बर वडा कार्यालय छ कुस्मा पर्वत म भन्नु मिल्दैन उसो भनिदिन्छ अरे त क्लिप भने मर्निङ वाक खेल्न आएको पो त गाइज हामी पन्जी हान्ने भयो नि त ए पन्जी हान्ने होइन अब परिस्थितिले हनाउँछ नि हेलो कालु हेलो सेते आयो आइज काले जाम आइज रे हिँड्न आँटिसक्यो हामी पुरै छरबस्ट परेर हिँडिरहेको छौँ गाइस अलिक राम्ररी भएर कुर्ता लाएर जाने होइन कति आइराख्नु होइन उयो कुस्मा पर्वत माउन्टेन भ्यू रे उयो कस्तो दामी हेर न त्यहाँ बादलमाथिको गाउँ अरे कस्तो दामी देखेको क्या ओइ साँच्चीकै आएछ यिनीहरू त हाम्रो साथी तर देओस् यसो क्या ए ल तिमीलाई बिस्कुट दिनुपर्छ किनेर कस्तो माया लाग्दो गरी हिँडेको क्या अब त्यही देऊ पैसा होइन बिस्कुट अहिले बाटो बेच्यो ए बन्जी हान्ने उता हो आऊ यहाँबाट हेरौँ न उयो बक्सबाट हाम फाले त्यो बक्सबाट चाहिँ बन्जी हान्ने गाइस कुस्मा स्विङ चाहिँ गरौँला बरु सानो खालको सानो स्विङ चाहिँ गरौँला नि यहाँले गएपछि सयमा हुन्छ फेरि यहाँबाट गाडी गयो भने चाहिँ पाउँछ खाजा खाने गरे पनि पाउँछ खाजा खाने भयो खाजा सेट खाएको अन्त चाहिँ यस्तो मिठो भएको थियो है त्यो बेला दाइसँग आएको थियो कि राति म चाहिँ मम्मी बाबा शुभेच्छा र मैले पढेको यही हो स्कुल गाइस शुभेच्छा र हुनेवाला बेहुलीले पढेको स्कुल हो गाइस त्यो टोयलेट हो त्यो टोयलेट चाहिँ अफ गर न कस्तो राम्रो देख्यो क्या त्यो बादल हेर न त्यो खोला छ मुनि त्यही भएर त्यस्तो ए काली गण्डकी धुल्छ ए ऊ त्यो तल रहेछ त खोला त्यहाँ रहेछ नि त त्यही त खोला माथि मात्र यस्तो हुन्छ क्या प्रायः त्यो के भन्छ बाफ आएको जस्तो ल जमजम छिटो
फर्किने भन्नाले हामी घुम्ने नै हो। यो फुल पनि कस्तो राम्रो है। मलाई त मेरो बचपन याद आयो टिकट देखेर। म अस्ति आउँदा त कस्तो रुदा रुदा मन लागिरहेको थियो स्कुल देखेर क्या। अहिले यता छ यो स्कुल। अनि यो पहिलाको गाडी किन सो गाइज हामी चाहिँ यसो डुलेर आउँदाखेरि बिहान होइन आन्टीले चाहिँ तातो चिया बनाएर राखेको रहेछ अनि हामी चाहिँ आउनसाथ तातो चिया खाएर हाम्रो बिहानको सुरुवात गर्दैछौँ र एकदमै मिठो त्यो चिया पनि आन्टीले बनाइसकेको। सो गाइज यहाँ चाहिँ 3 जनाको 3 स्टेप भइरहेछ। उसले यहाँ उसको स्ट्रेट गर्दैछ शर्मिलाले सुजाताको अनि हामी टुलेर त्यहाँ कर्ल गर्दैछ गाइज। अनि म मात्र सिम्पल भएर बसेको यहाँ केही नगरिकन बसेको। मेरो केही भएको छ मेरो कपाल मात्रै जुम्मै छ। राम्री राम्री भनिरहेको छ गाइज सबैजना। लुगा लत्था लिन्छ यार बेइज्जतै हुन्छ। गाइज मेरो नै टर्न आयो यहाँ कपाल बनाउने अनि हेर्नु अझै हेर्नु सक्नुहुन्छ पछाडि स्टेप छ सबैजना। यस्तो हो रमाइलो गाइज। यस्तो पो रमाइलो हुँदो रहेछ गाइज। त्यस्तो साह्रो होइन है अरू बेला नि गरेको हो त्यो त। ए यसरी स्टेप बाई स्टेप साथीहरूसँग त्यसै हो। ल यो कपालले त्यसो गरेर तान्नु भएन भने फेरि अगाडिको नगर्ने हो। अगाडि भ्याएकै थियो होइन बस्ती मेरो त खुट्टा दुख्यो। अलिकति चाहिन्छ। सो गाइज हामी चाहिँ अब रेडी भएर अनि अब चाहिँ हामी लाग्यौँ शुभेच्छाको घरतर्फ होइन बेघरमा। अनि यस्तो रमाइलो भइरहेको थियो नि ठ्याक्क हामी चाहिँ सबजना राम्री राम्री भएर हिँडिरहेको छु अनि म चाहिँ यहाँबाट निस्केर भ्लग बनाउँदै थिएँ र ठ्याक्क यहाँ चाहिँ शुभेच्छा र सुजाताको स्कुल लाइफ सकिएर यो +2 पढ्दाखेरिको उनीहरूको स्कुल कलेज हो भनेर देखाउँदै थियो अनि हेरिरहेको थियौँ क्या हामी चाहिँ। अनि उसले चाहिँ पुरै एक्सप्लोर गरेर देखाउँदै थियो यो ठाउँमा यस्तो छ यो ठाउँमा यस्तो थियो भनेर एकदमै रमाइलो फिल भयो। सो गाइज अहिले चाहिँ हामी शुभेच्छाको घर आइसकेको छौँ। हामीले कसरी थाहा पायौँ भन्दा ऊ त्यो घडा दुईवटा गाडीले स्वागत गरिसक्नु भएको छ। शुभेच्छाको घर आइपुग्यौँ गाइज। यही हो हाम्रो साथीको बेहुलीको घर हुनेवाला होइन भोलिको बेहुलीको घर हुनेवाला होइन। यस्तो मलाई स्वागत गरिदिएको छ त्यही भएर मै बसिदिएको अगाडि। हिँड न अगाडि अगाडि तिमीहरू। के हो त रोटी आम्बो हामी चाहिँ के गरी बस्नु त फाइनल्ली त माथि आउने मिटिङ। नमस्ते आन्टी। नमस्कार दिदी। सन्चै थियो गरिकन मिलेर ल दिदी नमस्कार है। सन्चै हुनु सबैलाई नमस्कार। नमस्ते। सो गाइज यहाँ चाहिँ हाम्रो शुभेच्छाको हजुरआमा हर्सिन्छ हेलो गर्छ हजुरआमा यता। नमस्ते गर्नु अरे हजुरआमा चाहिँ
यता हेर्छ न आमा नमस्ते आमा सबैले नमस्ते है आमा आमा खुसी हो कि आज नातिनीको बिमा होइन होइन यत्तिकै भिडियो खिचेको क्या आमा भनेको यता गाई शुभेच्छा यहाँ छ टल्किँदा रहेछ टल्किँदा राखेको रहेछ देउरी बाजी त टल्किहालिन्छ नि होइन राम्रो भएको छोटोवाला भयो नेल्स देखाउ त लामो भयो देखाउने हामी चाहिँ यहाँ देउलीलाई मेकअप गरिँदैछौँ मेकअप हुँदैछ सकसक नगरिकन बसेर सो गाइज यहाँ चाहिँ शर्मिला र म चाहिँ जिस्केर बसिराखेको थियौँ अनि ट्याक्कै स्न्याप बनाइरहेको थिएँ अनि यतापट्टि चाहिँ मिठो पनि छ है अनि माथिपट्टि चाहिँ सुजाता पुरै उभिएर होइन नेटको नेट त्यो वाइफाईको नेटहरू मिलाउँदै थियो क्या त्यो नेट चलेन छ अनि चाहिँ मिलाउँदै थियो अनि ठ्याक्क नेटहरू बनाएर हामी गफ गर्दै थियौँ अनि आन्टीले चाहिँ लिएर आएर दिनुभयो शुभेच्छाको मम्मीले चाहिँ तातो सेल र अचार हेर्नु यस्तो मिठो थियो होइन हजुरहरूलाई लाइक कसरी भन्नु मलाई नि भन्नै सकिनँ कि मलाई यस्तो मिठो थियो टेस्टी हेर्दै हेर्नु न हजुरले देख्न सक्नुहुन्छ अनि यस्तो मिठो सेल र अचार खाँदै हामी चाहिँ गफ गर्दै थियौँ साथीहरूसँग होइन हाम्रो कामै केही थिएन अनि 4जना भेला भएर गफ गर्दै रमाइलो गर्दै थियौँ अनि सेल त हेर्दा यस्तो मिठो थियो होइन खाम टाइपको झन् यस्तो मिठो फ्लेभर त्यो क्रन्चीनेस होइन त्यो सेलको यस्तो दामी भनेर म चाहिँ यहाँनिर रियाक्ट गर्दैछु सो गाइज हामी चाहिँ माथि जाँदैछौँ कसार बटारेको हेर्नलाई के हुन्छ त पूजा भइरहेछ हाम्रो अङ्कल आन्टीले पूजा गर्दैछ होइन यतैबाट देखिरहेछ आन्टी यहाँ चाहिँ कसारको लागि भेली पाक्दैछ कसारको लागि सबैजना कसार बाट्नलाई बसिराख्नु भएको छ सो गाइस यहाँ चाहिँ शुभेच्छा मामा होइसिन्छ अब किन लजाको के हुँदैन लाउनु भएको छ कसारको मामाले खानुभयो क्या जानु त मामा खानुभयो नि है अझै जानु मामा अनि यहाँ पनि मामा होइसिन्छ किन दाइ यहाँ बेहुली भइहाल्यो र जम्मा बस तल सबैजना बिजी होइसिन्छ यहाँ चाहिँ हाम्रो आन्टीसित शुभेच्छाको मम्मी हजुर खाएँ आन्टी खाजाहरू खाएँ अब एकछिनमा आइहाल्छु खाना भोक लाग्नु अहिले बेलुका आउँछ के काम गर्छ यहाँ चाहिँ हाम्रो फुपू होइसिन्छ रमाइलो भइरहेको छ रमाइलो सो गाइज अब चाहिँ हामी बेघरबाट सुजाताको घर जान लागेको एकछिन रेस्ट गर्नको लागि सो यहाँ बहिनीहरू छ र बाई बाई सो गाइज होइन मैले चाहिँ यहाँ नेक्स्ट प्लान कस्तो राम्रो देखेँ कि अनि हाम्रो घरमा चाहिँ रोप्दा जति रोप्दा नहुने अनि बाटोमा फालिरहेको जस्तो राखेको रहेछ अनि उनीबाट टिपेर लिएर हिँडेको क्या गाइज अनि साथीहरू चाहिँ हाँस्छन् क्या अनि ऊ चाहिँ चोरै त भयो नि होइन अर्काको कहाँ फालिरहेको हो नि त त्यो दुईटा थियो आमा चोरेको भएर गाडी गरिहाल्थ्यो नि कोही पनि थिएन कस्तो राम्रो रहेछ गाइज हेर्नु न पानी पनि हालेर रहेछ क्या केही पनि गरेर रहेछ अनि त्यही भएर हो फेरि हेर न तलबाट माटो झरिरहेछ कस्तो राम्रो छ तर मैले बिहान मिठो भनिरहेको थिएँ है यहाँनिर स्नेक प्लान्ट कस्तो झ्याप्पै हुँदो रहेछ बरु किनेर भयो नि हामी पहिला हानेको बाटोमा भेटिरहेको नि त भयो नि त सो गाइस अहिले चाहिँ हामी आइसकेको छौँ यहाँ एन्जल बेकरीमा अनि यहाँ केक लिनको लागि तर के गर्नु यहाँनिरको साउथ नै हुनुहुँदो रहेछ साउथ पनि
अनि त्यही भएर हामी चाहिँ यसो गरेर एउटा ट्वाक्क निकालेर ट्वाक्क गरी ह्याप्पी बर्थडे टु मी तिम्रो नाम एन्जल भन्ने कोही छैन तिमीले पसल कि भनेर क्या त क्यामेरा अगाडि क्या सोझी भनेको हौ तिमी जन्मेदेखि नै ओ हेर न क्रिम रोल कस्तो सानो पुन्टेमा रहेछ कस्तो खाम लाग्दैछ तर मैले हेरेँ गुलियो खायो होला हेर्ने मन छैन खै पसलमा कोही त हुनु न बोकी लग्दा हुन्छ जे लग्दा नि रहेछ यो लाफिङ बुद्धको हेर न सबैजना हेर न भनेको नि ट्रफी कहाँ छ ट्रफी चाहिँ त्यो ट्रफी नै होइन त्यो त के भन्छ अरे त्यो ल्याम्प तपाईँहरू त बसेर नबस्नु भएको झन् हामी सबै लिएर गएको दाइ केक चाहिएको थियो आजको कुन हो अलिकति माथिसम्म कति बजे बनाउने 12 बजेसम्म बोल्ला 1 बजे 12 बजेसम्म भएपछि ठिक हुन्छ 11 बज्यो हेलो गाइस सो अब चाहिँ हामी यहाँ ब्राइड टु बी भनेर एउटै म्याचिङ व्हाइट कलरको टी सर्ट लाएर हिँडिसकेको छौँ माथिबाट चाहिँ यहाँ विन्सिको लाएर अनि ब्राइडलाई चाहिँ हामीले कुन कलर ल्याएको छौँ रेड कलर लिएर आएको छौँ त्यही हुँदैन मैले राखिदिने यस्तो के कस्तो बल्ल तिमीले भनेर हुन्छ हामीलाई राखेको कति राम्री क्या राम्री कति राम्री गाजर टिकी लाकी छौ साह्रै राम्री थाकी छौ अनि हामी कुरेको पुरै भयो सुझता कि छैन तर यहाँको बजार चाहिँ कस्तो रमाइलो रहेछ है भित्र सिम्पल छ है मेकअप गर्ने त मै होला त्यही पनि नराम्री ल राम्रै भएको छौ कस्तो साह्रो भागी त्यो कस्तो हेर्नु न गाइस केक मगाएको के आएको छैन होइन हाम्रो उसको पेज चाहिँ एउटै छ हाम्रो म्याचिङ है गाइस म्याचिङ छ बजारको कुस्मा बजारमा छौँ गाइस हामी कुस्मा हेर्नुहोस् यही हो त्यो बजार नगरपालिका 5 नम्बर यो हामी कुस्माको रोडमा छौँ बिचमा रोडमा केक कुरेको केकको मान्छे नै आएन अब त्यो केक पनि उठाउँदै सो गाइस होइन आज चाहिँ हामी बिहानदेखि यो बाटो यति धेरै हिँडिसक्यौँ अनि त्यही गाइस अनि अब फेरि हामी बेहुलीको घर जाँदैछौँ तर आज हामीले 3 चोटि ड्रेस चेन्ज गरिसक्यो होला सो गाइस हामी चाहिँ केक बोकेर यहाँ मिटुले बोकिरहेको छ केक अनि सबजनाले व्हाइट टी सर्ट लगाएर खै यता थियो नि तिमीले व्हाइट टी सर्ट सबजना विन्चिटो माथि लगाएर हिँड्दैछौँ सो गाइस हाम्रो दोस्रो चोटि इन्ट्री भइसकेको छ बेहुलीको घरमा आइगयो अब सबैजना अलपत्र पऱ्यौँ सो गाइजहरू चाहिँ हामी यहाँ घरमा छौँ र हेर्न सक्नुहुन्छ यहाँको भ्यू यस्तो दामी छ सो गाइज त्यहाँ चाहिँ कुस्माको बन्जी हान्ने ठाउँ हेर्न सक्नुहुन्छ हजुरले ऊ यहाँ छ हान्न चाहनुहुन्छ भने आउनु होला हेर्नु न कस्तो दामी भ्यू छ ओ वाह नहीं उमंग नहीं खुशी
आज खोइ के पो भयो त्यो दामी आएन खाइदिउँ ल खानु खाऊ तिमीलाई नि एउटा ल्याइदियो ल चियर्स गरौँ खाऊ न फेरि केही हुँदैन ल चियर्स गरिदिउँ चियर्स 1 2 3 गो दुईटै हातले गर तिमी 1 2 3 गो चियर्स हामीलाई पो रमाइलो भइसक्यो यहाँनिरै गरिदिनु उडायो हावाले बेलुन उडायो हावाले अहिले नराख्नु यहाँ चाहिँ हाम्रो डेकोरेसन हुँदैछ ब्राइड टु बी गर्नलाई अनि मेहन्दी सेरामनी गर्नलाई बिचमा मेहन्दी यहाँ चाहिँ डिस्कस हुँदैछ बेहुली चाहिँ आइसकेको छ बेहुली चाहिँ तलपट्टि यसो भिडियोहरू टिकटकहरू बनाउँदैछ अनि हामी त्यहाँ माथि डेकोरेसनमा छौँ Happy married life for
गाइस आजको भिडियो चाहिँ यति नै। मन परेमा लाइक कमेन्ट सेयर र सब्स्क्राइब गरिदिनु होला। नभरि बाटे देवीले साथै फेरि भेटौँला। नमस्ते, बाई बाई।